झोरले नमस्ते सम्पूर्णमा वेलकम टु माई न्यू भ्लग। तपाईहरु देख्न सक्नुहुन्छ आज चाहिँ म जबमा जाँदाखेरि भ्लग बनाउँदैछु हिँड्दै। गर्मी पनि धेरै छ यो सिजनमा चाहिँ गर्मीको कारणले छातावरी हिँड्नुपर्छ। हिँड्दै जान्छु म चाहिँ जबमा चाहिँ एक्लै जानुपर्छ। साथी पनि कोही छैन, के गर्नु गाह्रो छ। एक्लै हिँड्दै अब गफ गर्ने पनि कोही छैन, अब एक्लै गफ गर्ने हिँड्ने। अनि त्यसपछि देख्न सक्नुहुन्छ बाटो क्रस गरेँ मैले चाहिँ हल्का यता आएँ। अनि घण्टाघरमा चाहिँ यो सिजनमा चाहिँ घण्टाघरमा चाहिँ फुल फुलिरहेको थियो। फुल फुलेर कस्तो राम्रो देखिरहेको थियो। पहिला जस्तो त त्यस्तो राम्रो छैन, यो साल चाहिँ हल्का पातलो नै थियो फुल, त्यस्तो साह्रो राम्रो थिएन। त्यही पनि हल्का फुलिरहेको थियो, ठिकै देखिरहेको थियो राम्रै। त्यसपछि म यहाँबाट अगाडि बढेँ हल्का, मेरो बसेपछि अलिक वीरेन्द्र चोकैतिर हो। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो फोटोसुट हो। बेबी सावर र न्युबर्नको हाम्रो चाहिँ फोटोसुट हुन्छ। त्यहाँबाट म अगाडि बढेर म तल्लो पसल जान लाग्यो। बाटो क्रस गरेर राजु कलेक्सन हुँदै चखटी लन्च अगाडि हाम्रो न्यू लुक्स इभेन्ट डेकोरेसन सुर्खेत रहेको छ। उहाँहरू चाहिँ मेरो साथीहरू आइ भनिदिनु। सबैजनाले आए। अनि म चाहिँ भित्र गएँ। त्यसपछि सामान रेडी बनाएँ बुके बनाउनुको लागि। अनि मनिषा आइ भनिदेऊ न, किन लजाएको। म चाहिँ भित्र आएँ। मैले भित्र आएर बुके बनाएँ। बनाएको त चाहिँ देखाएन, यो फिनिसिङ गरेको मात्रै देखाएँ तपाईँहरूलाई। अनि त्यस्तो साह्रो त आउँदैन, हल्का ट्राई। बस्दाखेरि बुके बनाएर बसेको देख्न सक्नुहुन्छ। मैले नेक्स्ट अर्को पनि मैले चाहिँ पहिलाको बुके सकेर फेरि अर्को सेकेन्डवाला बनाउन लाग्यो। त्यस्तो साह्रो त आउँदैन, हल्का ट्राई गरेर पसलमा बस्दाखेरि बुके बनाउने। भिडियो चाहिँ बनाएको छैन आज मैले। भिडियो नबनाउँदा चाहिँ बुके बनाउँदै बस्दै गर्छु म चाहिँ। साइडमा सुस्मिताले पनि बनाउन लाउनुभएको छ, उहाँले पनि। अनि मैले चाहिँ पेपर काटेर बुकेमा ऱ्यापिङ गर्नको लागि पेपर काटेर हालेँ। त्यसपछि काटिसकेर मैले अनि त्यसलाई ऱ्यापिङ गरेँ। देख्न सक्नुहुन्छ यसको फाइनल लुक। त्यस्तो साह्रो त राम्रो छैन, हल्का ट्राई गरेको। अर्को पनि बनाएको थिएँ मैले, 2टा जति बनाएँ, तर त्यस्तो सानो राम्रो छैन। यस्तै 200-300मा बेच्नको लागि सानो सिम्पल बनाएको थिएँ मैले चाहिँ। यो चाहिँ सुस्मिताले बनाउनु भएको है, मैले चाहिँ सानो बनाएको थिएँ, उहाँले चाहिँ ठुलो बनाउनु भएको थियो। त्यसपछि हामी सकेर माथि हाम्रो फोटोसुट पनि छ, त्यहाँ काम भएर माथि आएको थियौँ हामी चाहिँ। देख्न सक्नुहुन्छ हाम्रो फोटोसुट। यदि तपाईँहरू फोटोसुट गर्न चाहनुहुन्छ भने बेबी सावरको हामीलाई सम्झिन सक्नुहुन्छ। अनि हाम्रोमा साथै हाम्रोमा चाहिँ लेहेङ्गाहरू पनि रेन्टमा पाइन्छ है, देख्न सक्नुहुन्छ। मैले चाहिँ यही लेहेङ्गाहरू लगाएर भिडियो बनाउने गर्छु। देख्न सक्नुहुन्छ बेबी सावरको कपडा। अनि हाम्रो चाहिँ यहाँ बस्यौँ एकछिन गएर। यो चाहिँ हाम्रो प्रिजर्भ गर्छौँ। यदि तपाईँहरूले बेको बर्मालाहरू प्रिजर्भ गर्न चाहनुहुन्छ भने पनि हामीलाई सम्झिन सक्नुहुन्छ। हामीले चाहिँ धेरै प्रिजर्भ गरेको छौँ। अनि फ्रेम पनि हुन्छ है बेको कपडाहरू, लगनगाठो अनि बर्मालाको देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यो चाहिँ भर्खर हुँदैछ प्रिजर्भ गरेको। यो चाहिँ लेहेङ्गा है, 6000देखि 5000सम्मको। अनि त्यसपछि यिनीहरू चाहिँ बेबी सावरको कपडा। यिनीहरू चाहिँ लेहेङ्गा है, 1500देखि 3000सम्मको। यिनीहरू चाहिँ 1500को। यिनीहरू चाहिँ हल्दीको ड्रेस चाहिँ 1000। अनि हामी चाहिँ फर्क्यौँ वापस। थ्याङ्क यू फर वाचिङ, बाई बाई।